पहिला पहिला हामीले हाम्रो आमाहरूका पालामा बोक्रासित पकाउने बोक्रासित खाने भन्दा केही रोग लाग्ने थिएन। अहिले त जे पनि बोक्रा छिल्ने जे पनि हुने हामीलाई मान्छेहरूलाई। अब बोक्रै नखालिकन आलु काटे लौकाको बोक्रा फाले लौका हाडे हुन्छ त्यही भएर बोक्रा फाले लौकाको बोक्रा पाक्दैन। गुदी फालिन कमलो भएर बोक्रा फालिन लौकाको काट्नु पर्यो। लौका पनि किन च्याम्टेछ धेरै दिन भएर च्याम्टेछ के अरे। लौका काटेँ। अब फर्सी काट्छु फर्सी